आज के बनाउने त हामी? आज हामी बनाउँदैछौँ काटी रोल। सबैजना भएर खानुपर्छ है। हेलो साथीहरू, सबैजना सन्चै हुनुहुन्छ होला? म पनि सन्चै छु। हेर्नु न, यो दिउँसो भयो है, के खाजा खाने होला भन्ने टेन्सन हुने क्या कहिले कहिले त। अनि बाबुले पनि जे पाए त्यही नखाइदिएर है तनाव पार्छ भने। अनि मैले चाहिँ नर्मल्ली अब घरमा खाजा प्रायः रोटी आलु बनाइन्छ हाम्रो। अनि यो केटालाई के खाजा बनाउने होला भनेर यत्तिकै घरमा भएको ससहरू हालेर अलिअलि काटी रोल टाइपको हुन्छ नि, भित्र पनिर राखेर सोरी सस राखेर उसले अलि स्पेसल तरिकाले बनाइदिएँ। त्यस्तो स्पेसल त आउँदैन मलाई खासै, तैपनि अब अल्छी बेलामा यतिको बनायो भने चाहिँ उसले खाइदिन्छ। अनि हामीलाई चाहिँ रोटी आलु सिम्पल खाएँ। उसलाई चाहिँ काटी रोल भन्यो भने खुसी हुन्छ क्या। उसले थाहा पाखा रेस्टुरेन्टमा कहिले कहिले खाएको। अनि मैले उसलाई त्यही बनाउन ट्राई गर्दैछु। साथीहरू, हजुरले के दिनुहुन्छ बच्चाहरूलाई खाजा? जे पाए त्यो नखाइदिने क्या, बुढाहरूले नि तनाव दिन्छ भनेको। त्यही भएर कसरी चाहिँ उसले खान्छ भनेर गर्नुपर्ने हुन्छ है। अनि मैले त्यत्तिकै घरमा यत्तिकै लन त भनेर यस्तो ट्राई गर्दैछु। साथीहरू, काटी रोल हजुरले के गरेर बनाउनुहुन्छ? मैले चाहिँ यसरी बनाउनु ट्राई गर्दैछु बच्चाहरूलाई है। मिठो मिठो चाहिने। हेर्नु न, फेरि बनाउँदा बनाउँदै रोटी डढिहाल्यो। फेरि मलाई राम्रोसँग रोटी बेल्न पनि आउँदैन क्या साथीहरू। अलिअलि जस्तो जाने चाहिँ त्यस्तै हो है। यहाँ बाल चाहिँ कस्तो राम्रो बनाउनुहुन्छ फेरि, तर मैले राम्रोसँग बनाउनु जान्दिनँ। तैपनि खाजा हो है, कहिले कहिले जस्तो भयो नि बनाउनु पऱ्यो। अनि मैले थोरै पनिरलाई बेसनमा डुबालेर अनि यसो फ्राई गरेँ, आलुलाई पनि फ्राई गरेँ। अनि त्यो रोटीको बिचमा उसलाई चाहिँ जसरी हुन्छ खुवाउने बाटो, घरको हेल्दी हुन्छ भनेर खुवाउने बाटो गराउनलाई अलिअलि जानेको तरिकाहरू यसो राखेर अनि उसलाई चाहिँ काँटी रोल स्पेसल त यस्तो कहाँ हुन्थ्यो र, तैपनि उसलाई चाहिँ काँटी रोल भनेर खुवाउने बाटो गरेर मैले रोटी बनाउन ट्राई गर्दैछु बच्चाको लागि छुट्टै।